this is a very interesting debate. Where exactly does Jose Mourinho rank among the greatest managers of all time? If you have to talk about the modern era, four managers that stand out: Ferguson, Ancelotti, Guardiola, and Mourinho. And if we simply count trophies, our trophies मात्रै गर्ने हो भने त Mourinho is going to lose this argument. तर अब question is not only based on how many trophies you won होइन, तर अब who did you achieve it with, कस्तो डिफिकल्ट थियो, कतिसम्म गर्यौ तिमीले, त्यो सबै कुराहरू पनि चाहिँ राख्नुपर्छ जस्तो लाग्छ क्या मलाई होइन. सो फर्गसनबाट स्टार्ट गरौँ होइन. अनि धेरैजनाले चाहिँ अब दे कन्सिडर फर्गसन टु बी द ग्रेटेस्ट अफ अल टाइम अनि बिकज अफ हिज लन्जिटिभिटी. अनि उसले चाहिँ अब युनाइटेडलाई फ्रम द ग्राउन्ड अप स्टार्ट गरेर फेरि रिबिल्ड कन्टिन्युसली गरेको भनेर द्याट्स वाइ अब इज कन्सिडर्ड होइन. 13 प्रिमियर लिग टाइटल्स, ट्रेबल विनिङ इन 1999. अनि त्यस पछाडि अब डिफ्रेन्ट भर्जन्स अफ युनाइटेड होइन. अब सुरुमा स्कोल्स, बेकम, गिग्स, अनि के अरे ड्वाइट योर्क, एन्डी कोल, यिनीहरूको एउटा टिम भयो. त्यसपछि नेक्स्ट अब फर्डिनान्ड, रुनी, टेभेज, रोनाल्डो. सो उसले चाहिँ रिबिल्ड चाहिँ गरेको छ. तर हि हेज ओन्ली वान के भन्छ दुईवटा मात्रै च्याम्पियन्स लिग. अनि द बिग क्वेसन इज अब यदि इफ हि वाज इन दिस करेन्ट मोडर्न एरामा चाहिँ होइन, यदि फर्गसन भएको भए चाहिँ अब इज इट गोइङ टु बी एज सक्सेसफुल एज यु वाज होइन. सो द्याट इज द डिबेट होइन. अनि इफ यु टक अबाउट मोरिन्यो र फर्गसनको गेम्सहरूमा चाहिँ मोरिन्योले चाहिँ खास डोमिनेट गरेको फर्गसनलाई होइन. अनि त्यसबाहेक अब एन्चेलोटी होइन. सो एन्चेलोटीको बारे चाहिँ कुरा गर्ने बेलामा लट अफ प्लेयर्सहरू चाहिँ दे स्पिक भेरी हाइली अफ एन्चेलोटी. अनि उसको म्यानेजमेन्ट स्किल्सहरू चाहिँ इज भेरी गुड भनेर भन्दैछ होइन. अब हि हेज म्यानेज द लाइक्स अफ मिलान, चेल्सी, पिएसजी, रियल मैड्रिड, बायर्न म्युनिकहरू होइन, टु नेम अ फ्यू. अनि अब सबै ठाउँमा डोमेस्टिक लिग पनि जितेको छ. अनि हाइएस्ट च्याम्पियन्स लिग सबभन्दा बढी जितेको त उसले नै हो होइन. अनि अब उसको मेन विशेषता एन्चेलोटीको अब अरूहरूले कुरा गरेको भन्दा चाहिँ हि एड्याप्ट्स टु द प्लेयर्सहरूलाई के चाहिन्छ त्यसै अनुसारले चाहिँ उसले गर्छ भनेर भनेको छ होइन. अनि उसको पर्सनालिटी चाहिँ अब प्लेयर्सहरूको अनुसार गर्ने. जस्तै अब चेल्सीमा आयो, इटालीमा दुईचोटि ट्रेन हुन्थ्यो अरे, जन डेरीले कथा सुनाएको हुन्छ. बट बिकज इन इङ्ल्यान्ड एकचोटि मात्रै बच्चाहरूलाई स्कुल छोडेर मात्रै ट्रेनिङ गर्थ्यो. सो हि एड्याप्टेड अकर्डिङली होइन. अब मोरिन्योको पर्सनालिटी इज वान अफ हिज ग्रेटेस्ट स्ट्रेन्थ. तर उसको विकनेस पनि फेरि त्यही अनुसार नै छ. बिकज अब उसले चाहिँ उसको पर्सनालिटी नै अब यस्तो कि त यु लाइक हिम कि त यु डोन्ट लाइक मी खालको छ होइन. सो इन टर्म्स अफ ट्रोफिज अनि म्यानुलेसन त अभियसली एन्चेलोटी इज मच बेटर होइन. अनि अब एन्चेलोटी पनि एकताका चाहिँ पिरियडमा त अब जस्तै मोरिन्यो चाहिँ ह्याड इज डाउनफल भनेर भन्छ नि. अनि त्यसपछि एन्चेलोटी पनि एक्चुली एभर्टनको म्यानेजर त भएकै हो. देन अगेन इभेन्ट रियल मैड्रिड, अब अहिले ब्राजिलमा इज द म्यानेजर. सो आई मिन लाइक मोरिन्यो अल्सो हेज सिन अ लट अफ डाउनफल. अब फर मी आर्ग्युबली अब द ग्रेटेस्ट म्यानेजर अफ अल टाइम चाहिँ पेप गार्डियोला हो होइन. अनि अब गार्डियोलासँग फेरि मोरिन्योको हेड टु हेड रेकर्ड पनि राम्रो छैन. अनि अब गार्डियोलाले त अब कसरी फुटबल खेल्ने, त्यो टिकीटाका ब्ला 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 सबै कुरा, बायर्न म्युनिकमा पनि उसको आइडियाजहरू अड्याप्ट गर्यो, म्यान सिटीमा पनि अड्याप्ट गर्यो होइन. अनि अब इट इज गोइङ टु बी भेरी इन्ट्रेस्टिङ टु सी हाउ दिस म्यान सिटी टिम अन्डर एन्जो मरेस्का डज होइन. तर मोरिन्योको सिभीमा चाहिँ वाट हि हेज इज 2003मा युएफए कप पोर्टोसँग जित्यो. त्यसपछि फेरि पोर्टोसँगै च्याम्पियन्स लिग जित्यो. द्याट इज लाइक भेरी सिग्निफिकेन्ट भन्नाले कन्सिडरिङ द रिसोर्सेस एट द क्लब ह्याड होइन. बार्सलोना, बायर्न म्युनिक, युनाइटेड, रियल मैड्रिड त होइन नि त होइन. अनि त्यसपछि चेल्सीले प्रिमियर लिग नजितेको, मोरिन्यो आयो, जम्मा 15 गोल्स मात्रै कन्सिड गरेर चेल्सीलाई पनि टाइटल जितायो होइन. अनि त्यसपछि अब वान अफ द स्ट्रङ्गेस्ट आर्गुमेन्ट 2009-10 सिजन इन्टर मिलानमा त्यस्तो डोमिनेटिङ बार्सलोनाको टिम हुँदै पनि अब सिरिया, कोपा इटालिया अनि च्याम्पियन्स लिग पनि जित्यो, ट्रेबल होइन. चेल्सी, बार्सलोना, बायर्न म्युनिक सबैलाई जितेको. अनि त्यो ट्याक्टिकल अप्रोच वाज ग्रेट होइन. अनि रियल मैड्रिडको म्यानेजर हुँदा पनि रियल मैड्रिड च्याम्पियन्स लिगमा के अरे राउन्ड अफ 16बाट अगाडि जाँदै नगएको टिमलाई पनि आई थिङ्क इन हिज 3 सिजन्स च्याम्पियन्स लिग सेमिफाइनलसम्म पुऱ्यायो. अनि त्यसपछि अब बार्सलोनाले त्यस्तो डोमिनेट गरेको बेलामा पनि 100 पोइन्ट्स ल्याएर रियल मैड्रिडलाई पनि जिताएको हो होइन. अनि फेरि चेल्सी फर्केर चेल्सीमा आएर पनि फेरि जिताएकै हो होइन. तर अब त्यही हो, अब यु क्यान अलवेज आर्ग्यु इज द ग्रेटेस्ट होइन. सो मोस्ट people are going to say कि अब the obvious and they're going to cite कि अब it's either between Ferguson and के अरे Guardiola. तर अब च्याम्पियन्स लिगको काउन्ट गर्ने भयो त एन्चेलोटी इज फार हायर होइन. सो आई थिङ्क इट्स ओपिनियन. तर वाट इज नट अफ फर डिबेट इज Jose Mourinho is an all-time great.
Is he the greatest manager of all time, or but that's up for debate? What do you guys think?